आज चाहिँ हाम्रो कुमुदिनी परिवारको फाउन्डेसन डे अफिसमै कुमुदिनी परिवारको अफिसमै गर्न लागिरहेछौँ। यहाँ सबजना भेला भइरहेछ। यहाँ स्कुलको क्लक टावर, यहाँ सेक्रेटरी ल सेम टु यु सबै प्रायः आइसकेको छ यहाँ त आज। अब चाहिँ हाम्रो मेम्बरहरू बेला लागिरहेछ र अब हाम्रो प्रोग्राम यो चाहिँ हाम्रो परिवारको फाउन्डेसन डेको केक परिवार दामी बनाएको छ। केक फाउन्डेसन केक यसको केकको फाउन्डेसन सुरुवात हुनेछ केक काटेर। हाम्रो यो जुन चाहिँ 69वां स्थापना दिवसको कार्यक्रम हामी सुरु गर्न गइरहेका छौँ र अब चाहिँ प्रोग्राम हुनुभन्दा अगाडि चाहिँ यहाँ सिनियर मेम्बर्सद्वारा स्वर्गीय टिकाराम शर्मा जुन चाहिँ फाउन्डर कुमुदिनी होम्सको उहाँको रिप्रेजेन्ट सुन्नु मात्रै छुइदिनुहोस् लु यसो गरेर छुइदिनु बास भइहाल्छ। तपाईँले देख्नुहुँदैछ यहाँनिर सेक्रेटरी, यहाँनिर सेक्रेटरीद्वारा यहाँनिर छोटो सम्भाषण, यहाँनिर स्वागत भाषण राखेको छ। निर्मल घिमिरेद्वारा यहाँनिर सम्भाषण राखिरहेछ। समय निकाल्न सक्नुभयो तपाईहरु भाग्यमानी हुनुहुन्छ, किनभने हाम्रा यही जुटाभित्र धेरैजना पनि हामी केक काट्नेछौँ। केक काटेपछि चाहिँ त्यहाँबाट हामी जुन चाहिँ हाम्रो परिवारको गीत छ त्यो गीत गर्नेछौँ। ल केक काटेपछि ताली दिनुपर्छ है। ल ह्याप्पी फाउन्डेसन डे। Parivar members are requested to take their seat as we are going to sing an opening song of Kumudini Parivar. एन्थेम गीत हो हाम्रो परिवारको र एन्थेमै जस्तो गरेर गरेको चाहिँ राम्रो हो। त्यही कारण
फुलको मालासरी गाँसिएका छौँ हामी संसारभरि भदरेखा होस् या साउने झरी थाक्दैन यो मन र शरीर थाक्दैन यो मन र शरीर मन र शरीर चरित्रहि बलम् चरित्रहि बलम् चरित्रहि बलम् चरित्रहि बलम् चरित्रहि बलम् चरित्रहि बलम् थ्याङ्क यू र हाम्रो जुन चाहिँ मेन कुमुदिनी परिवारको गीत पश्चात यहाँ प्रेसिडेन्टद्वारा चाहिँ यहाँनिर विशेष लाइफ मेम्बर्सहरूलाई चाहिँ खदा एवं सर्टिफिकेट प्रदान गरियो सेक्रेटरीले खदा एवं प्रेसिडेन्टले सर्टिफिकेट प्रदान गरियो र यसरी यो दृश्य तपाईँले देख्नुहुँदैछ। र अन्तमा परिवारको जुन चाहिँ सभागृहमा चाहिँ हामीले परिवारको सबै मेम्बर्सहरूको एउटा फोटो सेसन अथवा ग्रुप फोटो लियौँ र त्यस पश्चात चाहिँ हाम्रो मेन प्रोग्राम जुन चाहिँ छ साङ्गीतिक कार्यक्रम भन्नु एउटा गेट टुगेदर चाहिँ हामी होटल ट्रेसमा मनाउनेछौँ र तपाईँले यहाँ होटल ट्रेसको तयारी देख्नुहुँदैछ यहाँ र यहाँ चाहिँ तपाईँले देख्नुहुन्छ त होटल ट्रेसको ओनर मालिक सोना भोटिया उहाँ चाहिँ विशेष हाम्रो परिवारको एउटा लाइफ मेम्बर हुनुहुन्छ अनि परिवारको एउटा कर्मठ सदस्य जसले यो स्पोन्सरसिप पनि दिएको छ यो आज यो जुन चाहिँ हामीले यहाँनिर गेट टुगेदर गरेर चाहिँ यसको एउटा उहाँको ठुलो सहयोग हामी आभार व्यक्त धन्यवाद दिन्छौँ उहाँलाई। र अब यहाँ चाहिँ परिवारको मेम्बरहरू सबै प्रायः यहाँ भेला भइसकेका छन् र आजको जुन चाहिँ यहाँ रमाइलोपन एउटा सानो एउटा गेट टुगेदर नलागिरहेछ प्रतीक्षा साथ गर्नुहोस्। यस्तो नबिजौरे कडा जस्तो चन्द्रमाले उसका तिम्रो चिठी तिमीलाई लेख्नु खा न खा आज तिम्रो कुरा चल्यो मुटुभित्र कुरा चल्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र कुरा चल्यो बल्ल बल्ल भरेको ठाउँमा बल्ल बल्ल भरेको क्या हुआ